आज हामी नेपाली स्टक एक्सचेन्ज नेप्सेको उतार चढाव बारे अलि गहिरिएर कुरा गर्दैछौँ। खास गरी बुलिश र बियरिश बजार अवस्था कस्तो हुन्छ त्यसमा केन्द्रित रहौँ है। एकदम बुलिश र बेयरिश बजार अनि यस्तो बेला कसरी चिन्ने के गर्ने हैन स्टप लस जस्ता कुराहरू पनि हो। त्यसो भए सुरु गरौँ न त। यो बुलिश र बियरिश बजार भनेको खासमा के हो? सरल भाषामा भन्दा कतिपयलाई अझै अलि अस्पष्ट होला। बुलिश बजार भनेको चाहिँ आशावादी समय हो क्या। शेयरको मूल्यहरू लगातार बढिरहेको हुन्छ, लगानीकर्तामा आत्मविश्वास एकदम बढी। बेयरिश चाहिँ ठ्याक्कै उल्टो, निराशा, मूल्य घट्ने क्रम, बिक्री चाप बढ्ने। एउटा सामान्य नियम जस्तो सुनिन्छ नि, 20% बढ्यो भने बुलिश, 20% घट्यो भने बियरिश रे। के यो सधैँ त्यस्तै हुन्छ त कि अरू पनि सङ्केत हुन्छन्? हो त नि, त्यो 20% को कुरा एउटा मानक जस्तो मात्र हो, तर बजार त्योभन्दा जटिल छ। नेप्से इन्डेक्स कता गयो त्यो त छँदैछ, तर कारोबारको मात्रा मतलब भोल्युम कस्तो छ? बढ्दो बजारमा भोल्युम बढ्नु राम्रो, घट्दोमा चाहिँ त्यो हेर्नुपर्छ। अनि कुन सेक्टर चलिरहेको छ, देशको अर्थतन्त्र कस्तो छ, ब्याज दर, लगानीकर्ताको मूड मतलब सेन्टिमेन्ट कस्तो छ, यी सबैले असर गर्छ। हो त नि, बजार घट्दो मतलब बियरिश देख्दा त लगानी गर्ने डर लाग्छ नि, तर कतिपयले यही बेला अवसर पनि हुन्छ भन्छन्। के हो त कुरो? हो, डर लाग्नु त स्वाभाविक नै भयो, तर अवसर पनि यही हो। राम्रो कम्पनीको शेयर के रे सस्तोमा पाउने मौका। राम्रो भन्नाले बलियो वित्तीय अवस्था भएको, कम ऋण, राम्रो नाफा, राम्रो व्यवस्थापन, आफ्नो क्षेत्रमा बलियो पकड भएको। जसको फन्डामेन्टल बलियो छ। हो, विगतको डेटा हेर्दा पनि नेप्सेको बियर बजारपछि यस्तै बलियो कम्पनी छिटो रिकभर भएको देखिन्छ के। यस्तो बेला भ्याल्यु स्टक्स खोज्ने जसको पीई रेशियो, पीबी रेशियो कम छ। मूल्यवान शेयर हो। अनि रक्षात्मक क्षेत्र जस्तै खानेकुरा, औषधि बनाउने कम्पनीहरू मन्दीमा पनि कम असर पर्ने खालका। एकैचोटि धेरै पैसा हाल्नुभन्दा बरु नियमित थोरै थोरै किन्दै जाने, डलर कस्ट एभरेजिङ भन्छ नि। त्यो पनि राम्रो रणनीति है। एकदम, रिस्क कम हुन्छ, तर मुख्य कुरा के हो भने धैर्य चाहियो अनि लामो समयको लागि सोच्नु पर्यो। बियर मार्केटमा किन्ने कुरा त भयो, अब उल्टोतिर जाउँ। बजार बढेको बेला बुलिश हुँदा नाफा कसरी सुरक्षित गर्ने त? लोभ लाग्छ होला नि। एकदमै राम्रो प्रश्न। बुलिशमा बेच्न झन् गाह्रो हुन्छ, अनुशासन चाहिन्छ। सबैभन्दा राम्रो त लगानी गर्नु अगाडि नै एउटा लक्ष्य तोक्नु पर्यो, प्राइस टार्गेट। एउटा मूल्य तोकेरै? हो, त्यो मूल्यमा पुगेपछि कम्तीमा केही शेयर बेचेर नाफा बुक गर्ने सोच्नुपर्छ। अनि कहिलेकाहीँ पोर्टफोलियो रिब्यालेन्स पनि गर्नुपर्छ। त्यो भनेको? मतलब कुनै शेयर धेरै बढेर तपाईँको कुल लगानीको ठूलो हिस्सा बन्यो भने त्यसलाई अलि घटाएर अरूमा सन्तुलन मिलाउने। अनि बजारमा जब अति धेरै उत्साह देखिन्छ नि, जताततै शेयरकै मात्र कुरा, त्यो पनि अलि सचेत हुनुपर्ने बेला हो। खतराको सङ्केत हुनसक्छ। केही इन्डिकेटरहरू जस्तै आरएसआईले पनि बजार ओभरबट भएको सङ्केत दिन सक्छ। एकैचोटि सबै बेच्नुभन्दा बिस्तारै किस्ता किस्तामा बेच्नु पनि राम्रो। एउटा अर्को महत्त्वपूर्ण कुरा स्टप लस। कतिले प्रयोग गर्छन्, कतिले गर्दैनन्। किन यो यति आवश्यक छ त खासमा? स्टप लस रिस्क म्यानेजमेन्टको लागि एकदमै शक्तिशाली टुल हो। तपाईले शेयर किन्दा नै एउटा मूल्य तोक्नुहुन्छ। यदि बजार त्योभन्दा तल गयो भने शेयर आफै बिक्री हुन्छ। यसको मुख्य फाइदा भनेको घाटालाई सीमित गर्नु, ठूलो नोक्सान हुनबाट बचाउने भयो। हो, सानो घाटालाई ठूलो दुर्घटना बन्न दिँदैन। तर कतिपयको गुनासो सुनिन्छ नि, स्टप लस हिट भएर थोरै तल झर्यो अनि फेरि वात्तै माथि गयो भने त नचाहिने घाटा भयो नि। हो, त्यो सम्भावना सधैँ रहन्छ। त्यसैले स्टप लस कहाँ राख्ने भन्ने कुरा महत्त्वपूर्ण छ। आफ्नो रिस्क क्षमता, शेयरको भोलाटिलिटी हेरेर मिलाउनु पर्छ। तर यसको अर्को फाइदा पनि छ, भावनात्मक निर्णयबाट बचाउँछ। अलिकति बढ्ला कि भनेर घाटा पालेर बस्न दिँदैन। अनुशासन कायम राख्न मद्दत गर्यो। ठ्याक्कै, एउटा रिपोर्टमा मैले पढेको थिएँ, बियर बजारमा स्टप लस नलगाउने धेरै नयाँ लगानीकर्ताले सोचेभन्दा बढी घाटा खाएछन्। निकै व्यावहारिक कुराहरू भए। अन्त्यमा जाँदा नेप्सेमा सफल हुन अरू केही मुख्य सुझावहरू छन् कि छोटकरीमा? छन् नि। पहिलो त विविधीकरण, डाइभर्सिफिकेसन, लगानी फैलाउनुस्, एउटै क्षेत्र वा कम्पनीमा मात्रै होइन। दोस्रो,
निरन्तर सिक्नुहोस्, बजार, अर्थतन्त्र, कम्पनीबारे अपडेटेड रहनुहोस्। तेस्रो, धैर्य र अनुशासन, हल्लाको पछि नलाग्नुहोस्। चौथो, आफ्नो जोखिम क्षमता चिन्नुहोस्, अरूको देखेर होइन। अनि पाँचौं, आवश्यक परेमा योग्य वित्तीय सल्लाहकारको मद्दत लिनुहोस्। आजको यो कुराकानीले नेप्सेको उतार चढाव र रणनीतिबारे पक्कै केही नयाँ कुरा सोच्न बाध्य बनायो होला। बजारको चक्र बुझेर अनुशासित हुनु र जोखिम व्यवस्थापन गर्नु नै लामो यात्राको लागि महत्त्वपूर्ण रहेछ। हो, र जाँदा जाँदै एउटा प्रश्न विचार गर्न छोडौँ न त। अहिले बजार जुन अवस्थामा छ, के त्यो तपाईँको व्यक्तिगत लगानी लक्ष्य र जोखिम लिन सक्ने क्षमतासँग मिल्छ? यो प्रश्नको जवाफले सायद आगामी कदम तय गर्न मद्दत गर्ला। यति बेलासम्म हामीलाई सुन्नु भएकोमा धेरै धेरै धन्यवाद।